तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरी घेरामा प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। अगाडि बढ्दैछौँ जहाँ कसैले रोक्न सक्ने अवस्था छैन, कसैले प्रहरीलाई दुर्गा प्रसाईलाई पेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ। दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला किनखुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौं।